नमस्कार, म शम्भु राई, नेपाल कम्प्युटर सेन्टरको अकाउन्ट शिक्षक। लामो समय पश्चात फेरि पनि भाइ बहिनीहरूलाई मैले अस्मिता पब्लिकेसनको एउटा फाइनल एकाउन्टको प्रब्लम लिएर आइसकेको छु। ढिलो नगरिकन म फटाफट यो क्वेसन सल्भ गर्न चाहन्छु। बाहिरको हल्ला खल्ला छ, बाहिरको हल्ला खल्लालाई चाहिँ ओभरटेक गर्दै ठुलो आवाजमा मैले बोलिरहेको छु। ध्यान दिएर भाइ बहिनीहरूले सुन्नु होला। यहाँनिर दिइएको छ यो अस्मिता पब्लिकेसनको क्वेसन नम्बर 4 ट्रायल ब्यालेन्स अफ वेस्टर्न सेबी कम्पनी एज अन 31 चैत्र दिस इयर भनेर दिएको छ। यो ट्रायल ब्यालेन्स हेरौँ सरी। हामीलाई एडिसनल इन्फर्मेसनमा दिएको छ आउटस्ट्यान्डिङ वेजेस, प्रिपेड स्यालेरी इज नट एक्सपायर्ड भनेछ, क्लोजिङ स्टक दिएको छ, ट्रेडिङ अकाउन्ट र पिएल अकाउन्ट हामीले बनाउनु पर्ने छ। भाइ बहिनीहरू, मैले यो भन्दा अगाडिको भिडियोमा यसका कन्सेप्टहरू दिइसकेको छु। फेरि लामो समय पश्चात भएकोले गर्दा म यसलाई फेरि पनि भाइ बहिनीहरूलाई अलिकति थोरै कन्सेप्ट दिन चाहन्छु। ट्रेडिङ अकाउन्ट those account which is prepared to find out the gross profit and gross loss at the end of the fiscal year. ग्रस प्रॉफिट र ग्रस लस बनाउनका लागि ट्रेडिङ अकाउन्ट बनाइन्छ। ट्रेडिङ अकाउन्टको डेबिट साइडमा डाइरेक्ट एक्सपेन्सेसहरू ट्रिट गरिन्छ भने क्रेडिट साइडमा डाइरेक्ट इन्कमहरू रेकर्ड राखिन्छ। डाइरेक्ट एक्सपेन्सेस भनेको र मेटेरियलसँग फ्याक्ट्री अथवा म्यानुफ्याक्चरिङ एक्सपेन्सेसहरू यसमा पर्छन् भने यसमा चाहिँ मेन सोर्स अफ इन्कम अफ द कम्पनीको मुख्य आम्दानीको स्रोतलाई चाहिँ डाइरेक्ट इन्कम भनिन्छ, जस्तो सेल्स र क्लोजिङ स्टकलाई यो साइडमा देखाइन्छ। ढिलो नगरिकन म फटाफट सल्भ गर्न चाहन्छु। भाइ बहिनीहरू एकदम ध्यान दिनु पर्ने कुराहरू, जहिले पनि क्रेडिटको आइटम क्रेडिटमै चढ्छ, डेबिटको आइटम डेबिटमा चढ्छ। यो डेबिटको आइटमको लागि ट्रायल ब्यालेन्सको क्रेडिट साइडमा नहेर्नु होला। अनि क्रेडिट साइडमा हामीले ट्रेड गर्दैछौँ भने डेबिट साइडमा नहेर्नु होला। तर के छ, एउटा अपवाद भन्दा लेस आइटमहरू चाहिँ हेरिन्छ। जस्तो यो पर्चेज रिटर्न भनेको डेबिट साइडमा पर्चेजबाट लेस गरिन्छ। अब सेल्स छ, सेल्स रिटर्न यहाँनिर दिएको छ भने त्यसलाई पनि डेबिट साइडमा हेरिन्छ, तर यहाँनिर दिएको छैन। फटाफट यो क्वेसनलाई म सल्भ गर्न चाहन्छु। क्रेडिट साइडमा हामी के लेख्छौँ? बाई लेख्छौँ। अब क्रेडिट साइडमा हेर्ने, क्रेडिट साइडको लागि क्रेडिट साइडमा हेर्ने के दिएको छ? सेल्स दिएको छ। बाई लेखिसकेको छु। बाई सेल्स भनेर लेख्यो। अब सेल्स रिटर्न छ त यहाँनिर, सरर हेर्ने छैन, त्यसैले सिधै देखाइदिने। सेल्स रिटर्न गरेन रहेछ, यसको मतलब चाहिँ हामीले बेचेको सामान राम्रो छ, सकुशल छ, अथवा भने जति क्वान्टिटी हामीले सेल्स गरेछौँ, हाम्रा डेप्टरले हामीलाई रिटर्न गरेन, केही कम्प्लेन गरेन, हाम्रो सामान टुटफुट भएन, उसको गोदामसँग पुगिन्जेली। सेल्स 3,80,000। अब सरलाई क्रेडिट साइडमा हेरौँ, यहाँनिर छैन। अब पर्चेज रिटर्न यताको आइटम क्यापिटल र क्रेडिटर भनेको लाइबिलिटी, यो ब्यालेन्स सिटमा मात्र चढ्छ, यहाँ चढ्दैन। ट्रेडिङ अकाउन्ट र पिएल अकाउन्टमा यो पोस्टिङ हुँदैन। अब यता हेरौँ, आउटस्ट्यान्डिङ वेजेस लायबिलिटी हो, यो भनेको ट्रेडिङ अकाउन्टमा छोडो र अर्को लायबिलिटीमा छोडो। प्रिपेड स्यालेरी, यो भनेको प्रिपेड स्यालेरी इज नट एक्सपायर्ड भनेको अझै प्रिपेडै छ, एसेट चाहिँ हो भन्न खोजेको, यो पनि पिएलमा छोडो। क्लोजिङ स्टकलाई हामी यतातिर देखाउँछौँ, क्लोजिङ स्टक देखाइदिइहालौँ। क्लोजिङ स्टक कति छ अमाउन्ट ल भनिदेऊ त भाइ बहिनी हो? 49,000। यहाँनिर पछाडि हुनुहुन्छ भाइ बहिनीहरू ट्युसन पढ्ने। ल अब हेरौँ डेबिट साइडको आइटम। क्रेडिटको सक्यो है, क्रेडिटको आइटमहरू सक्यो, यति नै हो। अब हेरौँ डेबिट साइडको आइटम, ओपनिङ स्टक। ल ओपनिङ स्टक भनेको र मेटेरियल्स, लास्ट इयरको र मेटेरियल्सलाई यहाँनिर देखाइयो एज एक्सपेन्सेसको रूपमा देखाइन्छ। यो लास्ट इयर पर्चेज हो, र मेटेरियल्स पर्चेज गरेका थियौँ, यो करेन्ट इयरलाई ओपनिङ स्टक अफ र मेटेरियल्स भनेर यसरी देखाइएको एक्सपेन्सेसको रूपमा, किनभने पर्चेजलाई एक्सपेन्सेसको रूपमा देखाइन्छ। लास्ट इयरको यो पर्चेज हो भनेर बुझौँ हामीले। यो सालको पर्चेज यहाँ दिइएको छ,
कति दिएको छ पर्चेजको अमाउन्ट भनिदिउँ त 2,70,000 2,70,000 लेस गर्ने आइटम देखिसकेका छौँ हामीले देखेका छौँ। अब यसलाई अट्दैन यहाँनिर रिटर्न मात्र लेखिदिने रिटर्न पर्चेजसँग पर्चेज रिटर्नै हुने भएकोले गर्दा रिटर्न मात्र देखाइदिने यसलाई ब्राकेटमा राखिदिने ल घटाउँ हामीले यो माइन्डले नै घटाइहाल्छौँ 2,66,000 ल यो पनि सक्यो यसको काम पनि सक्यो। अब वेजेज आयो वेजेज यता हुन्छ वेजेज भनेको चाहिँ जब हामीले यो पर्चेज गर्छौँ नि र मेटेरियल त्यसलाई लोडिङ अनलोडिङ गर्नका लागि हामीले लेबरलाई दिने चार्जेसलाई वेजेज भन्छौँ। वेजेज छ 14,000 यसको आउटस्ट्यान्डिङ पनि दिएको छ यहाँ 14,000 लेखिदिने। अब यसमा के हुन्छ त आउटस्ट्यान्डिङ वेजेज किन एड गर्छौँ आउटस्ट्यान्डिङलाई भन्दा प्रिन्सिपल अफ एकाउन्टिङ कस्ट कन्सेप्टले के भन्छ भने एक्सपेन्सेस इन्कर्ड भइसके पछाडि पेड होस् या नहोस् त्यो एक्सपेन्सेस हो। पेड चाहिँ 14,000 भएछ वेजेज तर अनपेड चाहिँ कति रहेछ अझै तिर्न बाँकी कति रहेछ 1,500 रहेछ कति रहेछ 1,500 यो तिरिसकेकोलाई मात्र खर्च भनिँदैन एक्सपेन्सेस भनिँदैन नतिरेको तिर्न बाँकीलाई पनि भनिन्छ त्यसैले यसलाई जोडेर देखाइदेऊ 15,500 यो के हो भन्दा यो वेजेसको एक्सपेन्सेस यति भएको जम्मा ज्याला यति लागेको थियो वेजेस के गर्नका लागि सामान लोडिङ अनलोडिङको लागि तर के भइदियो भन्दा के भइदियो लोडिङ अनलोडिङ कम्पनीमा फ्याक्ट्रीमा राख्ने चाहिँ वेजेसहरू हुन् तर यति तिर्यो यति तिरिएन है 14,000 तिर्यो 1,500 तिरिएको छैन दुईटै तर खर्चको रूपमा ट्रिट गरिन्छ प्रिन्सिपल अफ एकाउन्टिङ कस्ट कन्सेप्टले भन्छ हामीलाई। अब अर्को हेरौँ यो पनि टिक लगाइदिउँ म्यानुफ्याक्चरिङ एक्सपेन्सेस म्यानुफ्याक्चरिङ अनि त्यहाँदेखि फ्याक्ट्री भनौँ कि डाइरेक्ट एक्सपेन्सेस हो के हो डाइरेक्ट एक्सपेन्सेस कन्फ्युजनै नहुने नो कन्फ्युज म्यानुफ्याक्चरिङ भनौँ कि डेबिट साइडमा देखाइदिइहाल्ने प्रिपेड भनेको यो बियरको आइटम रेन्ट बियरको अफिस बियरको डेप्टर क्यास फर्निचर यी भनेको ब्यालेन्स सिटका आइटमहरू हुन् यो दुईटा पनि ब्यालेन्स सिटको आइटमहरू हुन् ब्यालेन्स सिट हामीलाई बनाउन दिएको छैन भने अब हामीले यसको प्रॉफिट एन्ड लस क्याल्कुलेसन गर्छौं क्याल्कुलेटर युज गरौँ। अब कुन साइडमा सरसरी बढी देखिन्छ हेरौँ त यता बढी देखिहाल्यो नि 3,80,000 छ होइन 4,29,000 हुन्छ होइन टोटलिङ यता त छैन 2 लाख छ यो जोड्दा पनि कति पुग्यो 3 लाख पुग्यो हो कि होइन यता यहाँ सिधा यहाँ देखाइदिने सिधा ग्रस प्रॉफिट आउने ठाउँ कति अरे यहाँनिर 4,29,000 ल यहाँको लगेर ठ्याक्कै यहाँनिर 20,000 जोडिदिँदाखेरि यहाँ कति रह्यो 29,000 ल यता पनि 4,29,000 टोटलिङ गरिदिने अनि क्लोजिङ गरिदिने ल अब 4,29,000 बाट माइनस 45,000 माइनस 266 माइनस 15.5 माइनस 15 लेस गरिदिँदा कति आउँछ 87,500 87,500 त्यो के आयो टु ग्रस प्रॉफिट सीडी कि बीडी सीडी पहिले सीडी आउँछ अनि मात्र बीडी आउँछ है सी भनेको चाइल्ड पहिले अनि मात्र बच्चा भइसकेपछि बोय हुन्छ केटो हुन्छ ओके ल यति भयो। अब हामीले गर्नुपर्ने छ फेरि पिएल अकाउन्ट एकदम के अरे क्यामेरामा मोबाइलमा थोरै मेमोरी भएकोले गर्दा मैले अलिक छिटो बुझाउँदैछु छिटो गर्न खोज्दैछु।